हेलो एन्ड गुड मर्निङ। ल मेरो चाहिँ गुड मर्निङ भइसक्यो। म बजार जानुपर्ने ढिलो भइसक्यो। ल सबैजना नेपाली अर्ग्यानिक च्यानलमा स्वागत भन्दै मेरो नयाँ भिडियो चाहिँ आज फेरि टमाटरको सिजन छ अहिले, अनि टमाटर पाकिरहेको छ अलिअलि। टमाटर अनि अकबरी खोर्सानी छ अलिअलि, यति चाहिँ लगाएर जानुपर्ने हुन्छ। ढिलो हुनु आँट्यो। ल त्यही भेटौँला। अझै लिएर ए हो के साह्रो यो अर्ग्यानिक खोर्सानी 150 हजुर। ₹20 20 टक्का अरे सकेको हो। खोर्सानी 500 भनेको दिदी केजी के हजुर 350 छ। यो एकदम अर्ग्यानिक हो दिदी होला। 2 केजी छैन कति फिर्ता दिनुपर्ने हो? 2 केजी कति दिनु पर्यो फिर्ता? ठिकै भयो होला कि 1 केजी 150 हजुर। 1 केजी 200 ग्राम 1 केजी नै गर्नु। कति फिर्ता दिनु पर्यो अरे? ₹20 चाहियो। 20 ए कता दिन्छ? लु अर्ग्यानिक दिदी अर्ग्यानिक सबै खोर्सानी 400। ए तेरिका बेटी कहाँ झरेछ नि थै यो खोर्सानीको राम्रो लाग्यो। 20 रुपैयाँ आउँदैन? 20 रुपैयाँ कति दिनु नि? मज्जाले आउँछ राम्रो लागेर है। यो एकदम मिठो छ अर्ग्यानिक होइन यो महँगो छ नि त। के महँगो हुनु नि? अनि 20 रुपैयाँको हजुर राम एक पुरी दिन्छ 20 रुपैयाँको। 500 रुपैयाँ केजी भनेको 200 रुपैयाँ केजी हो त्यो त। अनि अर्को हो नि त यो अर्ग्यानिक हो कि एकदम किरा किरा पनि छैन त। 150 दिदी अनि त्योभन्दा कति दिनु दिदी? 20 रुपैयाँको ल हो तपाईँलाई 20 को। तर यो दबाई चाहिँ लाएको छैन मैले। के चाहिँ छान्नु हौ? किरा त छ अलिअलि। हजुर लौ के छ दिदी? 400 रुपैयाँ भनेको त्यो अर्कै हो नि त दिदी। राम राम त्यत्रो लानु नि हेर्नु त। ल मारिहाल्नु नि तपाईँहरूले मलाई। ल ब्याट्री ल्याइदिएको थिएँ मैले, यहाँ झरेछ क्या दुलो रहेछ है त्यो अर्कोमा।
दिदी लिन्छ पुग्यो अर्ग्यानिक खोर्सानी दिदी मिलाएर लानु ल नो दबाई ल यहाँ खोर्सानी यत्रो छ कति रुपियाँको अर्ग्यानिक खोर्सानी लो 400 रुपियाँ दिदी हजुर ल हो मेरो टोपी नै मेरो दिदी ल कतिको लगाइदिनु आया हजुर तपाईँलाई पनि 50 को दिदी यस्तो नलानु हुने यो टमाटर यो दबाई नलाको यस्तै छ 150 तर यो खोर्सानीले पनि किरा लाग्दो रहेछ कि तर म औषध चाहिँ लाउँदिनँ सब किरै बरु खाने भनेर हजुर हजुर है एउटा के माल्नु हाम्रो त प्लास्टिक त छैन यहाँ अट्छ नि त ए झोला त यत्रो रहेछ हस् सस्लो बा यहाँ लाएर जोख्नु त लु हजुर 40 से कति दिन आफै आएको कति कति किन्नु भनेर आफै आएको 10 20 30 भयो 40 अब पानी किन्दा एक केजी पुगेन 1 केजी होइन त्यति लानु आधा आधा गर्ने ल दिदी हजुर 70 रुपैयाँ के भयो माइली यहाँ छ माइली होइन के भन्छ हजुर
रहेछ त मैले यो ब्याट्री सक्यो होला हौ त्यहाँ जोक्ने ब्याट्री लाउनु अरे कति छ जान्छु नि 30 रुपैयाँ यहाँ छ जान्छु नि हैन पुगेन नि त पुग्छ ए रहेछ ल भने 140 रुपैयाँ दिनु ल 140 रुपैयाँ आयो होला है 150 रुपैयाँ दिएको दिदी लानु न 150 ले कति दिनु किलो लान्छु 140 रुपैयाँ दिनु न त हजुर लानु दिदी ल लानुस् दिदी लानुस् 400 भनेको 10 लिनु त 10 लिनु लानु नि दुईटा त 10 छ 350 दिनु 300 ल्याउँछ त अर्ग्यानिक हो दिदी एकदम ददस अब 10 300 ले दिनु हुने कति लानु नि लान्छ 2 केजी जति कति छ लानु नि त दिदी प्लास्टिक छ छैन हौ दिदी मिला एउटा उ त्यस्तो खालको प्लास्टिक छ है खानु नै खोर्सानी कसरी हो 400 रुपैयाँ केजी है टमाटर टमाटर 150 हजुर खोर्सानी 400 रुपैयाँ केजी दिँदै तर यसलाई कस्तो किरा लाग्दो रहेछ खोर्सानीलाई यो हरियो यस्तो भित्र त छैन म जस्तो 1 केजी 200 ग्राम दिदी 1 केजी नै गर्नु कसरी खोर्सानी 400 रुपैयाँ केजी लाई हजुर 400 रुपैयाँ केजी प्लास्टिक छ भाइ प्लास्टिकको छैन अरू छैन छैन है सक्यो पो अझै छान्नु ए मेरो भाइ तिमीले के एक्सिडेन्ट गरेर देखाएर मात्र हुन्छ कि सधैँ ल्याऊ होइन भने एक दिन नल्याऊ घरमै खाऊ फलाउनु गाह्रो रहेछ हौ दाइ म फलाउँछु अब पख्नु न फलाउँदैछु अब पख्नु न एकदम अर्ग्यानिक खुवाउने हो किरै किरा बरु दबाई छैन बरु त्योहरू लाउँछु बरु तितेपातीहरू के मैले हुने मुनि बेच्नु ल्याएको च्याउ फलाउँदैछु अब मैले पराले हजुर कसरी छ अब हजुर आधा केजी भयो हजुर ल चेन कति छ हौ त्यो 200 बदाम नलाने सपना देखेको र म यता झर्दै पुगेन दिदी अलिक त्यति नै हिसाब गरेर अब 1.5 केजी कतिको भयो ए 1.5 केजीको त ठिकै भयो न त एउटा पुरै 2 केजीकै दिएछु 300 400
450 अब मलाई 50 रिटर्न दिनु हुन्छ छैन कति 18 सुँगुर बिक्री भएन अनिस धेरै आएछ ए लाँदैन नि तर यो सानो सानो बढेन हौ पिरो छ तर हजुर टनेलै छ माथि बढी त खै के भयो यो चाहिँ फेरि बढ्दैन कि अरू चाहिँ ठुलो हुन्छ यो खाले चाहिँ तर यो छिपिएको हो नि फेरि हजुर हो त लानुहुने 140 ले लग ओ क्या हुआ ट्राउजर पेपर सकिसक्यो यता बुहारीको बाँकी रहेछ माइली कता गयो यस्तो छ ल साउनीहरू हुनुहुन्छ यता साउनी जस्तै छ कति कमाउनु भन न माइली कता गयो माइली ल आजको व्यापार यस्तो छ तुम्बाको बाँकी रह्यो अब ए किवी चाहिँ कसरी रहेछ दिदी 150 कहाँ हेर्ने अरे सितैमा पनि लगेन है एक डोको ल्याउनु भएको थियो कि ए पैसा त राम्रो खै हामी त अहिले डोको बोक्छौँ र पैसा हुन्छ त फेरि डोको छैन खै त्यही त नि ल व्यापार पनि गरियो अब एकछिन अलिअलि सपिङ गरेर फर्किने ल